हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी कलेजबाट टुर जाँदैछौँ 2 दिनको लागि। सुरुमा त हामी कलेज पुग्छौँ अनि त्यसपछि कलेजबाट हिँड्न स्टार्ट गर्छौँ। अनि त्यसपछि त्यहाँबाट हिँडेर हामी चितवन पुग्छौँ। अनि तर चितवन पुगेको हाम्रो लन्डन ब्रिजै दिखेन कुहिरोले गरेर। अनि त्यसपछि हामी मुङलिङमा खाजा खाएर बाह्रसिङ्गेतिर जान्छौँ बियर फ्याक्ट्री हेर्न। अनि त्यसपछि हामी त्यहाँ पनि पुग्यौँ, मिट दिस क्युटी पाई। अनि त्यसपछि हामी यहाँभित्र पुग्यौँ। कस्तो पिसवाला भाइब आउँछ यहाँ चाहिँ। अनि हेर्नु यो कत्रो ठुलो बियर। त्यसपछि हामी यहाँभित्र गयौँ अनि यहाँ चाहिँ बियर कसरी बनाउँछ भनेर यहाँ सिकाउनुहुन्छ हामीलाई। अनि यहाँ चाहिँ 13वटा फ्लेभरको बियर बनाउनुहुन्छ गरे। अनि यो चाहिँ सबै इन्ग्रिडियन्ट्सहरू हो क्या, त्यो बियर बनाउने इन्ग्रिडियन्ट्सहरू देखाइराख्नु भएको थियो। अनि त्यहाँको उसोले सबै भन्नुभएको थियो, एक्सप्लेन गर्नुभएको थियो। अनि पछि सरले पनि यहाँ एक्सप्लेन गरिदिइराखिदिनु भएको थियो हामीलाई। त्यसपछि हामीले पनि खायौँ भन्न मिलेन। अनि साथीहरू यहाँ चाहिँ बियर बन्दैछ। अनि एकछिन चाहिँ हामी यही बियर बनाएको हेरेर बस्यौँ। अनि त्यसपछि त्यहाँबाट निस्केपछि हामीहरू खाना भनेर गयौँ। अनि त्यहाँ खानासाना खाएर सकेपछि अनि त्यसपछि चाहिँ हामी आबु गहेरिनीमा गयौँ। अनि यहाँ चाहिँ एन्जिला गइन तँ के खाँदै बसी थियो। यो भिडियो चाहिँ मैले गराइदिएको। यसले चाहिँ यहाँ के खाँदै बसियो, ऊ चटपट मलाई नदेखिन खाँदै बस्यो अनि यिनीहरू दुइटाले। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ बन्दीपुरतिर। कसको भोइस आयो भनेर सोच्नुभयो होला। भोइस ओभर गर्दा एन्जिला निँदै अनि त्यसपछि मैले गरिदिएँ। अनि त्यसपछि हामी पुग्यौँ बन्दीपुर। त्यसपछि हामी हिँड्न पर्दो रहेछ 5 मिनट जति आफ्नो होटेल रुममा जानलाई। त्यसपछि हामी होटेलमा गएर फ्रेस भएर यता चाहिँ मेकअप चलिरहेको छ मेरो। अनि हामी गयौँ बन्दीपुर बजार घुम्नलाई टुडी खेलतिर। अनि एन्जिला चाहिँ यहाँ मोबाइल लिँदै हिँडिहे, ऊ साइडमा चाहिँ म दिव्यानी ममता छौँ। अनि पछि चाहिँ फेरि सरसँग हामी गयौँ बन्दीपुर बजार घुम्नलाई राति। यो चाहिँ हामी बबल फुलाउँदै हिँडेँ हामी, हेर्नु न। अनि त्यसपछि फर्क्यौँ हामी होटेलतिर। आजकल चाहिँ एन्जिलाले भ्लग गराउनै मान्दिनँ, त्यसलाई कोले के भन्दैछ, यसको भिडियो राम्रो हुन्न र। अनि त्यसपछि हामी खाना खाएर यति धेरै नाच्यौँ सरले गीतै बन्द गरिदिनु भयो हामी धेरै नाचेर। अनि त्यसपछि हामी थाकेर गयौँ सुत्नलाई। बाई बाई।